बिसाउँदै माथि पूजा पाठ सिद्धिँदा सबैलाई हिजो जाँठो 2 रुपियाँमा स्याउ के अरे 5 रुपियाँ किलोमा स्याउ बिक्री हुँदैन थियो अहिले रोड गयो त्यो मुक्तिनाथको स्याउ कहाँ जान्छ पुग्नु अरे ल भरिङ सक्यो त यता त के उइराखिन्छ नि भात खानु नहुनेछ है साउन अहिले बिहानी भात बनाएको भात खाएर मोटाएपछि अनि हिँड्नु गाह्रो यस्तो उकालो हुँदैछ अनि हैन सबै भनेर सबैको थोरै हाल्नु सबैले ल्याउनु भएकोहरूले सबै तुरुक तुरुक हाल्छ फोटोग्राफरले के सिकाउँथे यहाँ उ गुरुकी मूर्ति छेड्छ नि अनि त्यसदैन होइन छेड्छ यहाँ ढेउकै 35 वर्ष पखालै ल्याउनु पर्छ सबैले हेर्नु त सुरै थियो पखालाई साइन गरेर ढेउको राखेको गुड 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 Papa, sendal lagi. Kata kau pasal ni.
बुझेन कसरी हुन्छ यहाँ टाउको निमेर हिँड्नुपर्ने जुन जुन लाइन हुन्छ सबै बोकेर सबै बोकेर हिँड्ने छोड्नु हुँदैन हातमा खोल्नु हुँदैन सिधै पार्यो ऊ माथि त्यसलाई चढाउ त्यो टुप्पो हो त्यो चाहिँ माथि यता फाल्दा पाइहाल्छ यता फाल निलो समातेर फाल फाल यो माथि फाल हो बास यो आउनु सक्छ क्या यहाँ मान्छे बस्छु मैले हो त सन्चोल है ल कता खानुपर्ने फालो यता यो माथिबाट आउँछ नखोला यहाँ बोल्नु नि नखोला ओए यहाँ नङ्गाउनु पर्छ हजुर नङ्गाउनै गएन जाने छुटाइदिनु एउटा एकैछिन यता फाल्नु उठ्ने ओए कोही छैन त्यता त मान्छे त कुन्दै गयो होला गाह्रो भइसक्यो बोक्ने मान्छेहरूलाई यही चाहिँ ठिकै छ सबैजना जम्मा हामीले चाहिँ यसो गोलेपर्सी जिल्ला सब खाँदै शनि दिनु चाहिँ Ini mau ke tutup dia, terus itu mungkin. Lo मोयल लावा खोइ चामललाई लाउने चामललाई ल्याएर Lo yo cemang udal. Jindakli udal ni orang cemang. Kita jindakli udal ni yo.
नमस्ते गर भित्र पसिने क्या अलिअलि बासा गराउनु भएको धम्म लगाउनु भएको है धर्मरक्षाको लागि र यो ठाउँमा चाहिँ आजभन्दा लगभग यहाँको इतिहासमा हेर्दाखेरि 1950 वर्ष अगाडि गोरेमर्सी यो ठाउँ पाल्नु भएको यो ठाउँबाट चाहिँ शङ्खालाई डाफो गोदै शङ्खालाई लथुतु डलागे तम्न त हिले छाय छसतु लागे के भन्छ निसससी तम्न त भनेको यो पनि गोरेमर्सी नै हो हाम्रो यहाँबाट चाहिँ जम्मा 18 किलोमिटर नोकमा है तल त्यसलाई चाहिँ नेपालीमा देवीघाट भन्छ त्यसो दुर्ठे हो त्यहाँ चाहिँ हामी नेकर जाँदाखेरि प्रायः हामी चाहिँ 12 किलोमिटर यात्रा गरिसकेपछि लगभग अहिले तयारी सिँढी चाहिँ हाम्रो जम्मा 627 सिँढी पार गरिसकेपछि हामी जङ्गलको टुप्पोमा आइपुग्छ यस ठाउँको सान पहिचान भनेको यो ठाउँ चाहिँ मैजन चाहिँ यो ठाउँको मैजन चाहिँ आजभन्दा लगभग 49 वर्ष अगाडि क्याप्टेन च्याडल लम्बरसीले याङ्ग्लेसबाट पैतैलाई आउनु भएर यो ठाउँमा चाहिँ मैजन गर्नुभएको है त्यसको पनि अब हिगिरहेछ त्यतिखेर चाहिँ आएर चाहिँ गोरेमर्सीले चाहिँ ध्यान तपस्या अथवा बस्नुभयो सुक्टी मैले अघि प्रायःले देखाएँ होला त्यो अगाडिपट्टि खाताले छपेको छ अनि ढालागिङ टाउको भन्छ नि नक्पो त्यो ढालागिङ टाउको चाहिँ त्यो माथिको त्यो रातो पक्षको माथि नेपालीमा चाहिँ भैरव भन्छ हाम्रो चाहिँ ढालागिङ त्यो हो गोरेमर्सी तम्लातासी गरेको है उहाँको गाना चाहिँ नक्पो डुल्छ कालो सर्प उहाँको रिङा चाहिँ हाम्रो चाहिँ अब लामाहरूले गर्ने रिङा त अब पञ्चबुद्धको हुन्छ जस्तै याबिमको हुन्छ उहाँको रिङा चाहिँ के छ कब्लीको छ फेरि त्यहाँ है अनि त्यतिखेर चाहिँ फेरि गोरेमर्सीले 19.5 वर्ष अगाडि चाहिँ फेरि हाम्रो यो नेपेजन नहोला भन्नको लागि त्यो अघि प्रायःभित्र त्यो बाउको झल्सी गर्नुभयो तपाईँहरूले सानो साङ्गो त्यहाँभित्र हुनुहुन्छ र त्यतिखेर चाहिँ गोरेमर्सीले जुनै पनि ठाउँमा जस्तै जुनै पनि ठाउँमा गोरेमर्सीको नियहरू छ त्यहाँ कुनै पनि केही चिजहरू चाहिँ उहाँले चिनो स्वरूप छोडिरहेको हुँदो रहेछ त्यो चिनो स्वरूप यहाँ पनि के छोड्नु भएको रहेछ भने चाहिँ यो राङजुङ तेर पूर्व घेवाको पैसा रहेछ है देख्नुभयो यहाँ अगाडि यो पैसा हो राङजुङ गोरेमर्सीले यहाँ तम्बातासीको छोड्नु भएको र त्यहाँनिर चाहिँ गोरेमर्सी स्याप्लाङ पनि छ स्याप्लाङ अर्थात् जुत्ता त्यहीँ छ त्यो रातो खाताले छपेको छ र गोरेमर्सी हिताम छाना दर्जी भन्छ छाना दर्जीको नि हिताम भन्छ के भन्छ भित्र ग्याल्चेन भन्छ भित्र ग्याल्चेन जस्तै उहाँको चाहिँ तपाईँको स्याप्लाङ र ट्री मात्रै छ त्यहाँनिर त्यो चाहिँ अब कतिखेर समय कतिखेर कहाँ के हो त्यो थाहा छैन त्यसको लागि पनि अब तपाईँहरूले यसो यो दाहिनेबाट लाइनबद्ध रूपमा आउनुहोस् तपाईँहरू त्यसको चाहिँ अब दर्शन पाउनुहुन्छ म दर्शन गराइदिन्छु अब यो गोरेमर्सीहरूले चाहिँ सुनिश्चित गर्नुभएको छ अब यो रोयल अफेयर छ जस आज तपाईँहरूले दर्शन गर्ने मौका पाउनुभयो त्यही नै अब एकदम खुसी मान्नुहोस् है र भन्दै मैले चाहिँ अब जो जाने बजीसम्मको चाहिँ यहाँको नेसीहरू चाहिँ मैले गरिदिएँ गोरेमर्सीले पक्कै पनि तपाईँहरूको आँटेको मनोकामना सफल हुन्छ 6 बजे छेरुसर नाङ्गे बजे नारोस 6 बजे एरोसर गए पेशादार क्यास्नु भन्छ अब यहाँ भित्री बाहिरी र जुन बाधाहरू छ नि त्यो बाधाहरू चाहिँ पक्कै पनि हटेर जाओस् भनेर चाहिँ तपाईँले एकदम
झङ्सेसम्म भन्छ नि साङ्गीको टेम्पो भिक्प राम्रो गर्न भयो भने पक्कै पनि तपाईँहरूको बिग्न बहादुर हटेर जान्छ भन्दै मैले चाहिँ जो जाने बजीसम्मको यहाँ प्रमुख लामाको हैसियतबाट मैले निश्चय गरिदिएँ ल सोथुजी चाहिँ कहिले चाहिँ ल तपाईँहरू त्यहाँ झ्याल्सी गर्नुहोस् यता आउनुहोस् अनि मैले छिल्लो दिन्छु यो चाहिँ अलिकति यसको छ यता आउनुहोस् है यता आउनुहोस् है यता आउनुहोस् ल चलो म होम बिजनेस मेरो
छोड्न त्यो सिक्का चाहिँ टिप्नु हुँदैन ओए यता नि ढोका सिक्का टिप्नु हुँदैन भनेको ए हस् हस् ल धन्यवाद नमस्कार टसी दिदी आज चाहिँ हामी 21औं भवनौं गेलबो लोसारको सुवर्ण अवसरमा र त्यस्तै गरी 2081 साल 11 महिना 18 गते चाहिँ हामी यो धार्मिक स्थलमा आएर हामी आज पूजापाठ यो हरेक र लाखौं प्राणीहरू र सबैमा यो बुद्ध धर्मावलम्बी मान्नेहरूमा सुख शान्ति समृद्धिको कामनाको लागि हामी यहाँ पूजा गर्न आएको छौँ। आज हामी यहाँ सयौंको संख्यामा उपस्थिति भएको छ। त्यस्तै गरी हामीले आज पूजापाठ गरेर यो आयु दशहरा सबै यो जाओस् भन्ने उद्देश्यको साथ आज लुङदर धर्जे लगाएर हामीले यो धर्म भूमि यो तपाईको कविलासमा आएर नुवाकोटको कविलासमा आएर आज पूजापाठ गर्ने कार्यक्रम यो सम्पन्न भएको यहाँहरू र हामी सबैमा अवगत भएको हुँदा र जानकारी गराउन चाहन्छु। देश तथा विदेशमा हुनुहुने सम्पूर्ण आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको उत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद। पुजेसी जी छिरिङमा सम्मत सेवाबाट हामी गौरी शङ्करको जी छिरिङमा सम्मत सेवा समितिको सबैजना जम्मा भएर अब यो देवी देवताहरू या बुद्ध भगवान कोन्जेसुम अब त्रिकाय भन्छ अब साङ्गे तेम्बा चेरेसी गुरु मेन चाहिँ उहाँहरू 3 जनाको लागि हुन्छ। अनि त्यहाँबाट सबै त्यो मुनि सेमचेन थम्जे सबैजनाको लागि हामीले यो लुङदा हाल्छ। साङ गर्ने सबै सेमचेन थम्जेलाई यो लुङदा हाल्ने चाहिँ यो लुङदा चाहिँ देवतालाई चढाइसकेपछि अनि त्यो लुङदाको आशिर जति हाल्यो त्यो चाहिँ हाम्रो आयु बढ्छ भन्ने चलन छ। अनि त्यो दशहरा हाट्ने आयु बढ्ने त्यो जति हावाले हाल्ला त्यति हालिने बेलामा चाहिँ अनि मान्छेको हामी मनुष्यको आयु बढ्ने सेमचेन थम्जे प्राणीहरूको आयु बढ्ने। हामी यो मनुष्यको लागि मात्रै होइन यो लुङदर हाल्ने साङ गर्ने चाहिँ सबै प्राणी भएको जति यो सेमचेन थम्जे पुरा यो पृथ्वीमा भएको प्राणी जति सास भएको प्राणी जति सबैलाई त्यसको लागि हाल्ने हामीले यो लुङदा हाल्ने। यो लुङदा हाल्ने भनेको यो पहिला गुरुकै पालादेखि नै गुरु रिम्पोचेकै पालादेखि नै चलेको हो। अनि यो लुङदर हालेको फाइन भनेको चाहिँ त्यही हो। सेमचेन थाम्जे पुरै हामी मनुष्य मात्रै नभएर गाई वस्तुदेखि लिएर प्राणी यो सास भएको प्राणी जति सबैलाई यो लुङदा चराउने यो साङ चराउने सबैको लागि हो। अब यो यति अब हामी यहाँबाट अहिले यो हामी जी छिरिङमा समस्या भएर यो चाङखालाई आएर हामीले आज लुङदर हाल्यो। आज एकदम धेरै राम्रो छेबासुमको दिन सबै ठाउँमा आज नै गर्नुहुन्छ यो लप्सु यो लुङदा हाल्ने।
लप्सु पूजा सबै गुम्बा पनि हाम्रो यो शेर्पा गुम्बा मेन शेर्पा गुम्बा पनि आज नै हो सबै सेमचेन थाम्जेको लागिहाल्ने है ल त हजुर यति नै हो हस् धन्यवाद यो चाहिँ हाम्रो यो जी छिरिङमा समाज सेवा घर हो है तपाईँको यो अनि यो संस्थामा के गर्नुपर्ने तपाईँले मिलाएर गरिदिनु अङ्कल उयसमा थोरै जुस हालिदिनु न उयो जुस सबैको सहमति र सहयोग भए तालीले सहमति गराइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र त्यस्तै गरी यसै जिछिरिङमा निरन्तर क्रियाशील रहिरहेको र समाजप्रति उहाँले माया चासो व्यक्त गर्दै उहाँ निरन्तर क्रियाशील रहिरहनु भएका उहाँ हुनुहुन्छ छिरिङदेखि शेर्पा अब यो कार्यक्रम चाहिँ कस्तो हुन्छ भने यो समाजमा बसिसकेपछि हामी यो समाजको सबैले सहमति र उहाँलाई समर्थन जनाइसकेपछि पहिलाको कार्यकालदेखि नै बस्दैन भन्न चाहिँ नपाउने भएको हुनाले यो समाजको सदस्य त्यस्तै गरी
Thank you.
पुरा चाहिँ खासमा हाल्नु इंडियन मुड़ कहाँ आउँछ यार